यति बेला भगवान केवल 7 वर्षको हुनुहुन्छ र सब गोपीको इच्छा के थियो? कृष्ण चाहिँ हाम्रो पति होस् भनेर सब गोपीले एउटै वरदान माग्थे। कात्यायनी मातासँग प्रार्थना गर्थे, कात्यायनी महामाये महायोगिन्यधीश्वरी नन्दगोपसुतं देवी पतिं मे कुरुते नमः। सबले कात्यायनी मातालाई प्रार्थना गरेर त्यो नन्दको पुत्र छ नि, त्यो सानो सानो जो काले कृष्ण, ऊ चाहिँ हाम्रो पतिको रूपमा हामीलाई प्राप्त होस् भनेर वरदान माग्यो। अगाडि भगवानले ब्राह्मणका पत्नीहरूमाथि कृपा वर्षाउनुहुन्छ। लक्ष्मी पूजा अर्थात् कार्तिक मासमा दीप दान गर्ने प्रचलन छ र दीप दान गर्न जाँदा भगवानले दीपलाई नदीबाट बाहिर निकालेर राख्नुहुन्छ। हजुरहरू पनि दीप दान गर्न जाँदा अर्थात् नदीमा कहिले काहीँ पूजा गर्न जानुभयो भने म एउटा अनुरोध गर्छु, राधे राधे भन्नु त। कहिले काहीँ गएर दियो बाल्नु भने त्यो नदीमा बगाउने होइन, किनारमै राख्नु है। नदीमा बगाउने होइन कि त्यो किनारमै राख्नुपर्छ। हजुरहरू त कति भाग्यमानी कि संसारको सबैभन्दा ठुलो महासागरको नजदिक हुनुहुन्छ है, प्रशान्त महासागर। यो त विश्वमा सबैभन्दा ठुलो महासागर नै यही हो। अनि संसारका सबै नदी आएर यही समुद्रमा मिश्रित हुनुहुन्छ, हो कि होइन? गङ्गाजी पनि आएर त महासागरमै मिश्रित हुनुहुन्छ। त यहाँको जल स्पर्शले पनि त पावन बनाउँछ नि हामीलाई। त्यो जल पनि त्यति नै पवित्र छ। संसारका सबै नदी आएर मिश्रित हुने ठाउँ त समुद्र नै हो। त्यही भएर जहाँ जानुहुन्छ कहिलेकाहीँ हाम्रो संस्कारले नदीलाई पनि त भगवान मानेको छ। हामी ढोग्छौँ, गङ्गा भन्छौँ। त त्यहाँ आरती गर्नुभयो अर्थात् दियो बाल्नु भने बगाउने होइन, नदी किनारमै हजुरले राख्नु। किनकि हामी यो भावले पूजा गर्ने कि भगवानलाई पनि पोल्छ,